देवचुलीको फेदीमा रहेको तीनकन्या आधारभूत विद्यालयका विद्यार्थीहरू फेदीदेखि टुप्पोसम्म सरसफाइमा सहभागी भएका छन्। देवचुलीको पर्यटकीय महत्त्व दर्शाउन र संरक्षण तथा प्रचार प्रसारको उद्देश्यसहित स्थानीय क्लबको आयोजनामा आयोजित अभियानमा कक्षा 5 देखि 8 सम्मका विद्यार्थी सरसफाइमा सामेल भएका हुन्। महाभारत श्रृङ्खलाकै अग्लो नवलपुरको देवचुली र बुलिङटारको सिमानामा पर्ने सबैभन्दा अग्लो देवचुली डाँडामा रहेको धार्मिक महत्त्व बोकेको तीनकन्या माईको गुफा मन्दिरको धार्मिक महत्त्वका साथै 1936 मिटर अग्लो देवचुलीको चुचुरोबाट देख्न सकिने हिमालदेखि तराईसम्मको फराकिलो दृश्यावलोकन तथा पदयात्राका क्रममा महसुस हुने आनन्दको अनुभूतिका लागि उत्कृष्ट गन्तव्य मानिने देवचुली डाँडा जो कोही पुग्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेर पनि बालबालिकालाई विद्यालयबाट अभिभावक शिक्षकको रेखदेखमा 35 जना विद्यार्थी देवचुली चुचुरोसम्म बाटो विश्राम स्थल धार्मिक क्षेत्र र चुचुरो वरिपरिको सरसफाई अभियानमा रहेका विद्यालयका शिक्षक समेत रहेका आयोजक देवचुली मिलन युवा क्लबका अध्यक्ष ओम प्रकाश राणाले बताए। मङ्सिर 22 गते सोमबार भएको सन्देशात्मक सरसफाई कार्यक्रममा बुलिङटार 4 को बोझा र पोखरीका 150 भन्दा धेरै स्थानीयको उपस्थिति थियो। बिहान 10 बजे पोखरीबाट सुरु भएको अभियान 3 बजे चुचुरोमा पुगेर समापन भएको थियो। सरसफाइका साथै उनीहरूले ठाउँ ठाउँमा फोहोर सङ्कलनका लागि डोका, जलाउनका लागि ड्रम र जथाभावी फोहोर नगर्न आग्रह सहितको बोर्ड पम्पलेट टाँस्दै 1 दिवसीय अभियान सकेर फर्किएको क्लबले जनाएको छ। देवचुली डाँडाको उचाइ 1936 मिटर रहेको छ। अनि त्यसपछि देवचुली डाँडाबाट उत्तरतर्फ सेतो हिमाल र दक्षिणतर्फ नङ्गो आँखाले देखिन सकिने तराई समथर स्थान छन्। पर्यटकहरू घुम्न धेरैजना आउँछन्। तपाईँ कतिपटक पुग्नुभयो? त्यहाँ जाँदाखेरि कस्तो अनुभव भयो? रमाइलो कस्तो अनुभव हुन्छ? यो जाडोको समयमा माथि जाँदाखेरि न्यानो घाम जतिखेर पनि घाम टल्किने त्यसले कस्तो हुन्छ? हावा कस्तो चल्छ त्यो पनि भनिदिनुहोस् त। म 3 चोटि पुगेकी छु अहिलेसम्म। अनि त्यसपछि त्यहाँ पुगेपछि त्यहाँ पुग्दाखेरि चिसो सिरिरी हावा चल्छ। हावाले त्यस्तै थकान लाग्दै जाँदाखेरि त्यहाँ पुगेपछि त्यो चिसो हावाले गरेर थकान पनि मेटिने गर्छ।